हामी चाहिँ फाइनल्ली आइसकेको छौं हाम्रो डेस्टिनेसनमा। ए उतापट्टि हाम्रो उतापट्टि यहाँ हेर्नु मामा घर आएको, त्यही पनि खोलामा आउनुपर्छ नुहाउनलाई। कस्तो गाह्रो हो हुन त होइन, आज फर्स्ट टाइम हो। अरू बेला त घरमै नुहाउँथ्यो, आज यसो आइदिएको कि घरमा बस्दा बस्दा नि वाक्कै लागिसक्यो। हेर्नु घरमा पनि कति बस्ने, चल्दिने यसरी। हाम्रो बाटो चाहिँ यस्तो छ। अनि यहाँ चाहिँ हाम्रो पहिला कसरी बोलाएर यहाँ चाहिँ हाम्रो पहिला भैँसी मतलब भैँसी पाल्थ्यो होइन। अनि भैँसी पाल्थ्यो, अहिले चाहिँ छैन केही पनि। जा त लिएर आइज, म जान्न। अनि हाम्रो आमा चाहिँ अघि नै आइसक्नु भएको थियो यहाँ, त्यहाँ आएर बस्नु भयो। फेरि जेब्रे झोला चाहिँ कतै छुट्टिन्न कि, नेपालीहरूको जेब्रे झोला चाहिँ फेभरेट के, बुझ्नुभयो। ओ त्यो खोलामा जाने हामी, त्यहाँ देखेको। तर त्यहाँ त पहिला त कति माथि जानुपर्छ होला, उता तलै कति पछि आएको। तर उतानिर रोड जस्तो देखेको, त्यहाँ चाहिँ के अरे के भन्छ खोलै थियो, तर अहिले त रोड बनाएछन्। त्यस भए हामी अब माथि जान पर्ने हुन्छ। अनि यस्तो हाम्रो बाटो। अनि उता यो के गोठ, मतलब सानो गोठ हो, एउटा भैँसी मात्र पाल्थ्यो, त्यो पनि छैन हो। ओ माई गड, गड के भएको र गड, ओ माई गड। अनि फेरि चुरोट चाहिँ खानै पर्छ कि फेरि। अभी तुमले आमा चुरोट खान्थेनौ त क्या का अचम्म हेर काका। ओ कस्तो, मलाई त थाहा थिएन। आमाले त छोडिदियो होला नि थियो, तर मैले त खाना तो खाता हूँ तो नहीं दूसरी कहाँ खाता हूँ, दिन भरी खाता ना। अरे छोड़ दिया यार, चांद रहना इसका खाने दिन भरी खाता ना। हाम्रो हेत माथिदेखि तलसम्म, माथिसम्म चाहिँ हाम्रो खेत हो। अनि हामी चाहिँ अब जान्छौँ एकछिन यहाँ बसेर। वहाँदेखि हिँडेर आइसक्यौँ, एकछिन थकै मार्नु पर्यो। यहाँ हुनुहुन्छ कहाँ गोसलतिर पानी रहने को क्यों री खोलामा, ऊ त माथि हो त, कहाँको पल्लो खोलामा, त्यो खोलेमा। छि त्यस्तोमा त क्या जानु हेर गएको आमा। यहाँ चाहिँ हाम्रो हजुरआमा चाहिँ लुकी लुकी चुरोट खानी रहेछन्। चुरोट छोडिनु भनेको त यहाँ लुकी लुकी खाँदै बसिरहेछन्। यता हेर त आमा, यहाँ फेस पनि हेर्न पर्यो। यहाँ अर्कै ल्याइदियो कि दिदी बन्ने ल्याइदियो, सिगरेट में खाता हूँ। हेर्नु है गाइजहरू, चुरोट छोडिनु भनेको त यहाँ खाँदै रहेछन् यसरी। आनन्द भाइब्स लिँदै कि फेरि हरियाली यसरी लिँदै यहाँ चट्ट पारो यसरी। यो गडेका त जम्मा हेर त्यहाँ छ, कस्तो आनन्द आउँछ होला है। जम्मै बौसिएर कामै नलाग्ने कोसाइ न। अर्को हाम भाइ तल पुगिसक्यो। माछा मारे जस्तो गर्नुपर्छ। कस्तो माछा मारे जस्तो र लिएर जान, म उति काटेर आउँछ। जाम के त्यहाँ त लाउने लुगा मात्रै क्या मेरो। ल क्या आऊ अहिले भइ माथि आउँदैन र ल हामी चाहिँ चल्दिएको। यस्तो छ बाटो हाम्रो।
फेरि सुरु भयो यस्तो गाह्रो हो के कति टाढा हो भनेको के ए यस्तो भिरालो बाटो हो भनेको यस्तो भिरालो बाटोमा कसरी हो त नि जाने अलि बेसरी बोल्नु न बर्खा लागेको बेलामा चाहिँ यति मोटोबाट साँपे यो माथिबाट आउँछ अनि बाटोमा बस्छ अहिले चाहिँ के भयो के को उल्को अचम्म अनि फेरि के भयो त भएर अनि के भयो त नि अनि के को उल्को अचम्म हो जहिले त्यो यो हामी चाहिँ यहाँ आइपुग्यौँ अघि चाहिँ मैले देखाइहालेँ अघिको बाटो कस्तो थियो के थियो भनेर माछा मारेको अरे माछा होइन माछा मार्दै बस्नु त नि के गर्ने यस्तै छ बाटोहरू पनि यस्तो छ यसरी चाहिँ मेरो औँला देखिरहेको छ कि यहाँ कसरी हो भनेको यस्तो बाटोहरू पनि त्यसरी चाहिँ हिँड्न परिरह यहाँ चाहिँ माछा मार्नु भएको छ कहाँ पर्यो भनेको माछा पर्यो माछा न सासा यसै के हामीले देखेको है अहिले जाडो भइसक्यो कसरी गर्ने भुटीको बच्चा हो त नि भर्खर कता भएको भर्खरको त्यसै के अब एउटा भोटी थियो गाइस त्यही पनि हरायो भुटीको छिच्रो जाम के ढिलो हुन्छ अनि मलाई देखाउँदै जाम 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 भने म एक्लै गएर गर्दै गर्छु अब यहाँ चाहिँ होइन गाई झिँगा माछा पाइन्छ तर अहिले चाहिँ चिसो चिसो झाका जस्तो किलोको के जाम बाबु आइज हिँड के हो र हिँड महब खोज्दै हिँड्ने काम हुन्न है बाबु हिँड छिटो आइज छिटो जानको के हो सँग सानो उतै हिँड्ने के पो उता मा आइज जान ऊ त ब्याग बोक छिटो आइज होइन अब हाम्रो खेत हो यो चाहिँ यता गाई मैले माथिबाट देखाइसकेँ हाम्रो खेत हो यो चाहिँ अनि हामी चाहिँ आज यहाँ चाहिँ दाउराहरू चोर्दो रहेछ है हाम्रो आजभोलि केही पनि लगाउँदैन मान्छे के आएको दाउराहरू हुन्थ्यो है कस्तो मजा हुन्थ्यो चोर्दो रहेछ कुमालीहरूले हालिदिन्छु त्यसले हेर्छ त्यही बेला पर्छ यहाँ चाहिँ कुमालहरूले बाहुनहरूले गोरु भैँसी चलाउन आउँछ अनि हाम्रो चाहिँ यहाँ केही पनि छैन अनि त्यो दाउराहरू घाँसहरू चोरेर लिएर जाँदो रहेछ हामी बेला बेला आउँछौँ हेर्नलाई अनि हाम्रो खेतीपाती चाहिँ केही छैन खेतमा चाहिँ मान्छे नभएर मम्मी बाबा चाहिँ बुढो हुनुहुन्छ त्यही भएर केही रोपेको पनि छैन लगाएको पनि छैन अब धान चाहिँ रोप्नुपर्ने हुन्छ मान्छे लगाएर अब त्यही हो त्यति बेला चाहिँ अब बाढी आउँछ अनि बर्खा लाग्छ अनि त्यति बेला चाहिँ कोही पनि आउँदैन तर कुमारहरूले चाहिँ बेला बेलामा त्यो के भन्छ भेडाहरू चाहिँ हेराइराख्छ हेर्नलाई अनि त्यतिखेर चाहिँ दाउराहरू बाँध लगाएको दाउराहरू लिएर जाने अनि ट्र्याक्टरहरूले चाहिँ त्यो बाँध लगाएको ढुङ्गाहरू चोरेर लिएर जाने काम गर्छ कि यता चाहिँ मान्छे नआउँदा चाहिँ अनि त्यो पारि देखाउन त्यहाँ अलिकति ढिस्को देखेको चाहिँ त्यहाँ चाहिँ थोरै थोरै भयो भने न्युरो पाइन्छ कि त्यहाँ चाहिँ अनि हामी त्यहाँबाट न्युरो खोजेर लान्छौँ अब भरे के गर्नु है अब यो त माछा हेर्दै हिँड्ने भयो अनि हाम्रो भाइ चाहिँ माछा मार्दै हिँडेछ अनि ठुलो र सानो भन्छ अब हामीसँग पनि सक्दैन बाबा ढिलो हुन्छ ल
यही हो कालीगढ हिँड्नु बाटोमा यस्तै छ। अब हामी चाहिँ खोलामा नुहाउनु पर्ने हुन्छ। अनि मेरो पारा चाहिँ जागे लगाएर हिँडेको अनि उसले चाहिँ फुल भिडियो बनायो होला सायद। फुल भिडियो चाहिँ नबनाऊ। म त यस्तो पारामा छु। अहिले म यही कपडामा नुहाउनु पर्ने हुन्छ। खोलामा आएर चाहिँ म लुङ्गी लाएर नुहाउनु जान्दिनँ अनि त्यही भएर कपडै लाएर नुहाउँछु। तर कपडा लाएर नुहाउनु हुन्न अरे भन्छ है हाम्रो मान्छेहरूले चाहिँ। अनि म चाहिँ कपडै लाएर नुहाइदिनु हो काहीँ। त्यही हो रमाइलो छ जिन्दगीमा। हाम्रो सानो हुँदाको यो खोलामा आउँदा चाहिँ हामी चाहिँ सानो हुँदाको याद आउँछ। अनि सधैँ खोलामा साथीहरूसँग शुक्रबारको दिन शनिबारको दिन चाहिँ हामी कपडा धुन आउने नुहाउने अनि पिकनिक खाने हेर्दै। अनि अरू मान्छेहरू चाहिँ यो खोला खनेर माछा मार्थ्यो। यो खोला चाहिँ यहाँ छेउछाउमा थियो पहिला चाहिँ। अहिले चाहिँ धेरै वर्ष भयो सुकेको। के यस्तो हेर्नु त सुकेछ। यहाँनिर चाहिँ ठुलो ढुङ्गा थियो तर यहाँसम्म आउँथ्यो कि पानी यहाँसम्म आउँथ्यो? ठुलो ढुङ्गा थियो तर त्यो बाढीले चाहिँ यहाँ पुरेको छ त्यो ढुङ्गा चाहिँ। त्यो ढुङ्गा खोलिएको छैन अहिले। अबि खोइ त ठुलो ढुङ्गा छैन। हाच्छी ठुलो ढुङ्गा थियो अनि पुरेको होइन है? एकदम गहिरो थियो यहाँ चाहिँ पौडी खेल्दाखेरि चाहिँ। अहिले त्यो ढुङ्गा ओके सबै ढुङ्गाले पुरेको छ। डोजरले यामा पनि कति पछि आएको? डोजरले खन्दा पनि नभेटिएको ढुङ्गा हो त्यो चाहिँ। कम्मल धुने ढुङ्गा थियो। अनि यो खोलाभरि मान्छेहरू हुन्थ्यो रमाइलो हुन्थ्यो। अनि यहाँ चाहिँ बगेरहरू पाइन्थ्यो ऐसेलु पाइन्थ्यो। अब हामी चाहिँ यहीँ कपडा धुन्छौँ। यहीँ धुने हो? अनि गोसल पनि यहीँ हो? हामी चाहिँ यहीँ धुन्छौँ अनि यहीँ पौडी खेल्छौँ। तर पौडी खेल्ने जस्तो ठाउँ छैन गाइस यहाँ चाहिँ। अब भन्नुपर्दाखेरि चाहिँ हामी चाहिँ सधैँ आउने खोला भनेको यही हो। माधीमा जाने भनेको उतापट्टि माधी चाहिँ। अनि माधी चाहिँ धमिलो एकदम धमिलो आएको भएर चाहिँ हामी चाहिँ खोलामै हिँड्छौँ। माधीमा गएर नुहाउनु पर्ने थियो तर आज चाहिँ हामी खोलामा। हाम्रो लोकेसन म चाहिँ अब गाइस खुङ्गा पनि देखाउँछु तपाईँहरूलाई। यता देखाएर माछा अनि खुङ्गा। यस्तो गाह्रो हुँदो रहेछ कि भ्लग अरूकोमा भ्लग चलाएपछि यस्तो म चिल पारेर यसरी भ्लग बनाउँछु। उता चिच्चाको चुच्चे मेरो यहाँ भिडियो बनाउँदै उता बोलाउँदै के त्यही पनि कस्तो गाह्रो हुँदो रहेछ भनेर यो भ्लग बनाउने मान्छे के। अब हेर्नु त जतिखेर पनि यता हेर्नु यता हेर्नु यता हेर्नु यस्तो गाह्रो हुँदो रहेछ यो भ्लग बनाउने चिज। हुन्न है मबाटै हुन्न यस्तो भ्लग बनाउने चिज। जतिखेर पनि सुन्नु जतिखेर पनि भ्लग बनाएँ हेर्नु गाइज म यस्तो गर्छु हेर्नु गाइज। के हो यस्तो पारा झन् भ्लग बनाउने होइन त्यो समात्दिने कि क्यामेरा समात्दिने मान्छेलाई गाह्रो हुँदो रहेछ क्या। यो कोलाई हुन्छ कमेन्ट गर्नु त नबिर्सिनु है। यस्तो गाह्रो जतिखेर पनि कि यता पनि देखाउने रे उता पनि देखाउने रे जे गरे पनि देखाउने रे। त्यो देखाउने बनाउने मान्छेलाई चाहिँ केही नहुँदो रहेछ। जुन क्यामेरा समातिन्छ नि यो मान्छेलाई चाहिँ गाह्रो हुँदो रहेछ कि हाम्रो हात गलिसक्यो। मैले चाहिँ यहाँ खुङ्गा थापेछु तर माछा चाहिँ पर्छ पर्दैन थाहा छैन। धेरै वर्षपछि चाहिँ मैले खुङ्गा पनि देखेँ। हाम्रो उता नि थियो त यस्तो के उनीरन थियो त है अघि मैले देखाइहालेँ नि भनिहालेँ नि है। अगाडि म मस्तै बोल्दैछु पछाडि चिच्चाएर आइज कि आइज देखाए कि देखा रे। लास्टै गाह्रो हुँदो रहेछ यो भ्लग बनाउने चिज चाहिँ। अब अरूलाई चाहिँ सजिलो लाग्छ मलाई चाहिँ लास्टै गाह्रो लाग्यो यो भ्लग बनाउने चिज चाहिँ। कसैलाई सजिलो लाग्छ कसैलाई के लाग्छ। ल यति नै हो हाम्रो लोकेसन आइसक्यो। यति भन्न चाहन्छु कि यो कस्ती हाल्की मान्छे नि आफूले लगेको लुङ्गी नि हाल्की कुन यो